एडम स्मिथले भनेका थिए इकोनोमिक्स इज द साइन्स अफ वेल्थ, तर त्यो डेफिनेसनलाई धेरै इकोनोमिस्टहरूले इन्कम्प्लिट भनेर क्रिटिसाइज गरे। किनभने स्मिथले भनेका थिए इकोनोमिक्सले वेल्थ र मेटेरियल गुड्सलाई मात्रै स्टडी गर्छ। उनले मान्छे, उसका फिलिङ्सहरू, सोसाइटी यस्ता सबै कुराहरूलाई इग्नोर गरेका थिए। अब यहाँ एन्ट्री हुन्छ अर्का महत्त्वपूर्ण व्यक्तिको, अल्फ्रेड मार्शल। उनको डेफिनेसनले गर्दा इकोनोमिक्सलाई अलिक नयाँ तरिकाले हेर्न थालियो। अब हेरौँ, अल्फ्रेड मार्शल एकजना ब्रिटिस इकोनोमिस्ट थिए जसको जन्म 1842 मा भएको थियो। उनी धेरै लजिकल र एउटा डिप थिङ्कर थिए। उनले 1890 मा प्रिन्सिपल्स अफ इकोनोमिक्स भन्ने एउटा फेमस किताब लेखेका थिए जसमा इकोनोमिक्सलाई उनले अर्कै दृष्टिले हेरेका छन्। मार्शलले भनेका छन्, इकोनोमिक्स इज अ स्टडी अफ म्यानकाइन्ड इन द अर्डिनरी बिजनेस अफ लाइफ। एउटा सिम्पल लाइन जस्तो लाग्छ तर भित्र धेरै गहिरो अर्थ छ। उनले भनेका कुराहरू एक एक गरी हेरौँ है त। मार्शलले सबैभन्दा पहिला भनेका छन् कि इकोनोमिक्सले धनलाई मात्रै होइन, मान्छेलाई स्टडी गर्छ। इकोनोमिक्स भनेको मान्छे या सोसाइटीको कल्याण या वेलफेयरसँग सम्बन्धित हो भनेका छन्। तर कस्तो मान्छे त? अर्डिनरी म्यान अथवा ऱ्यासनल म्यान। अर्डिनरी म्यान भनेको सिम्पल जीवन बिताउने मान्छे, लजिकल्ली सोच्ने, जागिर खाने, खाना पकाउने, घरको खर्च हेर्ने, पैसा जोगाएर बचत गर्ने, यस्तो दिनचर्या भएको हामी जस्तै मान्छेलाई स्टडी गर्ने एउटा साइन्स हो भनेका छन्। मार्शलले धन भन्दा पनि मेटेरियल वेलफेयर भन्ने कुरामा जोड दिएका छन्। मेटेरियल गुड्स भनेको त्यस्तो फिजिकल गुड्स र सर्भिसहरू हुन् जसको प्रयोगले हामी सेटिस्फाइड हुन्छौँ, जसले गर्दा हाम्रो लाइफमा सुधार आउँछ। त्यस्ता चिजहरू जस्तै फुड, क्लोथ्स, हाउस, एजुकेसन। तर उनले यहाँ यस्ता फिजिकल कुरा बाहेकका अरू कुरा जस्तै इमोसन्स, बिहेभियर, फ्रेन्डसिप, हामीलाई सेटिस्फाइड बनाउने फिजिकल गुड्सदेखि बाहेकका अरू कुराहरूलाई उनले इकोनोमिक्समा समेटेका छैनन्। मार्शलले इकोनोमिक्सलाई सोसियल साइन्स भनेर डिफाइन गरे। साइन्स जस्तै तर मान्छेसँग सम्बन्धित, जसले सोसाइटीमा के भइरहेको छ भनेर स्टडी गर्छ। उनले इकोनोमिक्सलाई नर्मेटिभ साइन्स पनि भनेका छन्। नर्मेटिभको मतलब चाहिँ जसले के भइरहेको छ मात्रै होइन, के हुनुपर्छ भनेर पनि सजेस्ट गर्छ। मार्शल भन्छन्, इकोनोमिक्सले के राम्रो हुन्छ, के चाहिँ गर्दा बेटर हुन्छ, कुनै प्रब्लम छ भने त्यसलाई कसरी सल्भ गर्ने भनेर जजमेन्ट दिन्छ। यही सेन्समा उनले इकोनोमिक्सलाई नर्मेटिभ साइन्स भनेर भनेका हुन्। स्मिथले दिएको डेफिनेसनभन्दा सुपिरियर भए पनि उनको डेफिनेसनलाई पनि सबैले सपोर्ट गरेका छैनन्। अब हेरौँ यसका क्रिटिसिजम्सहरू। उनको डेफिनेसनले नन मेटेरियल कुरालाई इग्नोर गर्यो, जस्तै लभ, फ्रेन्डसिप, सेटिस्फ्याक्सन। सबै कुरा पैसा र वस्तु मात्रै हो त? होइन नि त। अर्को क्रिटिसिजम छ, वेलफेयर सबैको लागि फरक फरक हुन सक्छ। कसैको लागि पैसा, कसैको लागि ह्याप्पिनेस, कसैको लागि हेल्थ। उनले आफ्नो डेफिनेसनमा मेटेरियल वेलफेयरलाई चाहिँ क्लियरली डिफाइन गरेका छैनन्। त्यसैले यो मेटेरियल वेलफेयर भन्ने कुरा चाहिँ अलिकति अनक्लियर छ। केही इकोनोमिस्टहरू भन्छन् इकोनोमिक्स फ्याक्ट्समा बेस्ड हुनुपर्छ, जजमेन्टमा होइन। तर मार्शलले आफ्नो डेफिनेसनमा एथिकल जजमेन्टलाई पनि समेटेका छन्। आजको समयमा इकोनोमिक्सले डिजिटल गुड्स, इन्भाइरोमेन्ट, जेन्डर इक्वालिटी यस्ता धेरै कुराहरूलाई समेट्नुपर्छ। तर मार्शलको डेफिनेसनले यो सबै कुरा समेटेको छैन। त्यही कारणले आजको समयमा मार्शलको डेफिनेसनका प्राय कुराहरू अलिकति आउटडेटेड हुन जान्छन्। सो मार्शलले इकोनोमिक्सलाई मेटेरियल वेलफेयरसँग जोडेर डिफाइन गरे। यो डेफिनेसनले इकोनोमिक्सलाई धनको विज्ञानबाट मान्छेको विज्ञानमा परिवर्तन गर्यो। यसले इकोनोमिक्सलाई एउटा सोसियल साइन्स बनायो, एथिक्सका कुराहरू जोडेर राम्रो र नराम्रो छुट्याउन सिकाउने बनायो। उनले दिएको यो वेलफेयर डेफिनेसनलाई सपोर्ट गर्ने अरू पनि इकोनोमिस्टहरू थिए, जस्तै एसी पिगु, एडविन क्यानन, विलियम बेभरेज र अल्फ्रेड मार्शलसँगै यी अरू इकोनोमिस्टहरूलाई चाहिँ हामी आजको दिनमा नियो क्लासिकल इकोनोमिस्ट भनेर चिन्छौँ। र उनले दिएको वेलफेयर डेफिनेसनलाई नियो क्लासिकल डेफिनेसन अफ इकोनोमिक्स भनेर चिन्छौँ। स्टिल यो पुरानो समयमा डेभलप भएको डेफिनेसन हो। अब हामी अर्को स्टेपतर्फ बढ्दैछौँ जहाँ मोडर्न इकोनोमिस्टहरूले इकोनोमिक्सलाई अरू दृष्टिले हेर्न कोसिस गरेका छन्। नेक्स्ट भिडियोमा हेरौँ रबिन्सको डेफिनेसन, जसमा स्कार्सिटी, चोइस र अपर्च्युनिटी कस्ट जस्ता कुराहरू आउँछन्। यस्तै भिडियोजहरू हेर्नको लागि सब्सक्राइब गर्नुहोला।